फाइनली म चाहिँ अहिले बुर्ज खलिफा दुबई मल अगाडि आइपुगेको छु होइन। बुर्ज खलिफा अब यस्तै छ दुबई मस्ट है, वर्ल्डको सबभन्दा मस्ट टप टावर, हाइएस्ट टावर चाहिँ बुर्ज खलिफा हाम्रो अगाडि छ। अनि यतापट्टि साइडमा छ दुबई मल, लार्जेस्ट मल इन द वर्ल्ड होइन। अनि तपाईँले देख्न सक्नुहुन्छ यतातिर साइडमा छ फाउन्टेन। यता अहिले यो पानी चाहिँ सर्लक निस्किने बेला अलिक भएको छैन, यो चाहिँ टाइम टेबल अनुसार हुन्छ। अनि सो महँगोवाला जस्तै छ ओरिजिनल हो। हबीबी यहाँ चाहिँ भिआइपी पार्किङ हो है। यहाँ चाहिँ तपाईँले मोस्ट रिचेस्ट के भन्छ एक्सपेन्सिभ कारहरू तपाईँले देख्न सक्नुहुन्छ। ल्याम्बोर्गिनी, फरारी होइन यहाँ देख्न सक्नुहुन्छ तपाईँले। यहाँ कार दुबईको होइन, यहाँ मर्सिडिज ब्रान्डको छ। यतापट्टि आइरहेको रहेछ अर्को। सो गाइज अहिले चाहिँ म फेस्टिभल सिटी मलमा छु। यो चाहिँ फेस्टिभल सिटी मल हो। यहाँ चाहिँ फेस्टिभलहरू हुँदाखेरि एकदम धमाका रमाइलो हुने गर्दछ। यो चाहिँ दुबईको
क्रिकनिर रहेको फेस्टिभल सिटीमा रहेको मल हो है। देख्न सकिन्छ होइन तपाईँहरूले। अनि यता बाहिर सनसेट तपाईँहरूले देख्न सक्नुहुन्छ। सनसेटको आनन्द लिएर पुरै इन्जोय गर्ने ठाउँ चाहिँ बाहिर रहेको छ है। अहिले चाहिँ म फेस्टिभल सिटीको बाहिर साइडमा आएको छु अनि यहाँ चाहिँ तपाईँले देख्न सक्नुहुन्छ यहाँको भ्यूहरू। अहिले चाहिँ सनसेट भएको कारणले त्यति क्लियर छैन। बेलुका आयो भने चाहिँ यहाँ पुरै रमाइलो हुने गर्दछ यहाँ झिलिमिलीहरू होइन। अनि पड्काहरू पड्काउनेदेखि लिएर विविध कार्यहरू हुने गर्दछ यहाँ पर क्रिक साइड छ। यहाँ टावरहरू देख्न सक्नुहुन्छ तपाईँले। तपाईँहरूलाई कस्तो लाग्यो मेरो भिडियोलाई हेरेर? मन परेमा लाइक, सेयर अनि सब्सक्राइब गरिदिनु। थ्याङ्क यू।